राम्रै बात छ। कहिलेकाहीँ हामी सहरको कोलाहल भिडबाट टाढा जान्छौँ केवल शान्ति खोज्न, तर कहिलेकाहीँ त्यो शान्तिको खोजाइले हामीलाई यस्ता ठाउँहरूमा आफै डोराइदिन्छ। आज म पुगेको छु ढोरपाटन हो, ढोरपाटन, जहाँ प्रकृतिले छिनछिनमा आफ्नो रूप बदलिन्छ, हाम्रा आँखाहरूलाई नचाइरहन्छ। जब म एक्लै हिँड्छु त्यति बेला म एक्लो हुँदिनँ, प्रकृतिसँग हुन्छु र आफैसँग आफै रमाउँछु। यस भिडियोमा तपाईँले देख्नुहुनेछ हरियालीले भरिएको फराकिलो फाँट, शान्त पहाड र बादलको खेल, ग्रामीण जीवनको सरलता, आत्मासम्म पुग्ने शान्ति। यो ठाउँ केवल गन्तव्य होइन, यो त प्रकृतिको जिउँदो कविता हो। हरियो मैदान, हावाको माया र खुल्ला आकाश, ढोरपाटनमा घोडाहरूको स्वतन्त्र सास, खुरको तालमा बग्छ जीवनको गीत, हेर्दा लाग्छ यही हो स्वर्गीय प्रीत। यी फराकिला फाँटहरू हेर्दा यस्तो लाग्छ धरतीले आफ्नो खुल्ला मन खोलेर कति गुम्सिन्छ एउटै कुनामा। बाहिर निस्क, कतै जाऊ, घुम, हेर मलाई, तिम्रा हरेक पाइलाहरू मसँग नजिकै नै छन्, मन पनि मेरो जस्तै फराकिलो हुनेछ भनेर भने जस्तो लाग्छ। हरियालीको काखमा स्वतन्त्रताको दौड। यो घोडाले हामीलाई केही नबोलिकनै हामीलाई केही सिकाइरहेको छ। कहिलेकाहीँ एक्लै हुनु नै सबैभन्दा ठुलो शान्ति हो। यो पृथ्वीको सुन्दर बगैँचा। यो ठाउँ बागलुङको पश्चिम दिशामा पर्दछ। मोटरसाइकल वा आफ्नो सवारी हुनेले काठमाडौँबाट पोखरा, कुस्मा वा बागलुङ बसेर बागलुङबाट सजिलै करिब 7 घन्टामा पुग्न सकिन्छ। समग्रमा आजको दिनसम्म बाटो राम्रै छ। यहाँका मान्छेहरू सहर जस्तो सजिलो जीवन खोज्दैनन्, किनकि उनीहरूलाई थाहा छ साँचो जीवन भनेको प्रकृतिसँगै बग्नु हो। जस्तो नदी बग्छ, जस्तो समय चल्छ, प्रकृतिले जहाँ लैजान्छ त्यही घर। यी चौपायाहरूलाई हेर्दा मलाई लाग्छ जीवनलाई बुझ्न धेरै किताब पढ्नु पर्दैन। जस्तै लडेर उठ्न सकेन भने
कोही कहिल्यै अघि बढ्न सक्दैन। यो ढोरपाटन यस्तो ठाउँ हो जुन शब्दले बयान गर्न नसकिने सुन्दरता, जहाँ हरेक दृश्यसँगै शान्ति भित्रिन्छ र हरेक दृश्यले मन मस्तिष्कलाई स्पर्श गर्छ। ढोरपाटन सामुदायिक होटल राम्रो ठाउँमा आएको छौँ। यो फुल्ने सिजन अब गइसक्यो। ए हामी चाँडै आएछौँ है, अलि छिटो आउनु। असारदेखि हो त्यो घोडाहरू दौडिने अनि रुम राम्रो छ। यही फाँटभरि फुलेका रङ्गी बिरङ्गी फुलहरू, खेलिरहेका कुकुरका छाउराहरू, आफ्नै सुरले चरिरहेका घोडाहरू देख्दा कुनै चित्रकारले कुशलतापूर्वक कोरेको क्यानभस जस्तो लाग्छ। बुकीपाटन छ उयो माथि डाँडामा रहेछ। बुकी तिमी खेल्न आएको हो? कहिलेकाहीँ चुपचाप बस्नु नै सबैभन्दा गहिरो संवाद हुन्छ। यहाँ मन आफै हराउँछ। प्रकृतिको काखमा भेटिएको शान्ति, यहाँ शब्दहरू कम पर्छन्, अनुभूति धेरै हुन्छ। मेरो मनको सानो स्वर्ग ढोरपाटन। यहाँ आकाश नजिक देखिन्छ र पृथ्वीले आफ्नो सबैभन्दा सुन्दर रूप देखाउँछिन्। यी फराकिला फाँटहरू, यी शान्त पहाडहरू, यस्तो लाग्छ प्रकृतिले यहाँ समयलाई नै रोकिदिएको छ।
भाइहरू कहाँ हिँड्नु भएको? कहाँ हिँड्नु भएको? ए बुक्की गोठ सर्न लाग्नु भएको? ए अब कति महिना बस्ने बुक्की? अब असोजमा फर्कने? ए बेसीमा बर्खिए खेती सकेर किसानहरू लेक बुके जाने चलन रहेछ। करिब 5 महिना बुकीको बसाइ बस्ने चलन रहेछ यहाँ। बुकीमा प्रशस्तै घाँस हुने भएकोले वस्तु साथै किसानहरू निकै रमाइलो मान्ने रहेछन्। बेसीमा घाँसपातको अति समस्या हुन्छ रे। यो उहाँहरूले हरेक वर्ष यस्तै गर्नुहुन्छ रे। हरियालीको मखमली काखमा ढोरपाटन चुपचाप मुस्कुराइरहेछ। जहाँ हावाले घाँससँग गुनगुनाउँछ र बादलले आकाशमा सपना कोर्छ, त्यही खुल्ला आँगनमा घोडाहरू स्वतन्त्रताको गीत गाइरहेछन्। खुरका आवाजले धरतीलाई स्पर्श गर्दै मानव समय नै दौडिन थालेको छ। हावासँग प्रतिस्पर्धा गर्दै मनका सबै बाँधहरू तोड्दै तिर्खा मेट्दै ती रमाइरहेका छन्। ढोरपाटन नेपालीहरूको साझा सम्पत्ति हो, विशिष्ट पहिचानको खम्बा हो। यसलाई संरक्षण र भरपुर प्रचार प्रसार गर्नु हामी सबै नेपालीहरूको दायित्व हो। यस धरतीको सुन्दर बगैँचाको रूपमा हामीले ढोरपाटनलाई परिचित गराउन कुनै सङ्कोच मान्नु पर्दैन। थकानसहितको यात्राले विरक्त मन जब सुन्दर ढोरपाटन उपत्यकामा पुग्छ, तब चराहरूको गीत लिएर यहाँको दृश्यले मनोरञ्जन प्राप्त नगर्ने व्यक्ति विरलै होलान्। पहिलो पटक ढोरपाटनको हरियाली विशाल मैदान देख्ने बित्तिकै जतिसुकै थरथित शरीर भए पनि फुर्तिलो महसुस हुने रहेछ। पहिलो पटक पुग्ने जो कोहीले पनि एकछिन टोल्याउन बाध्य हुन्छन् यहाँ। सुन्दर ढोरपाटन जहाँ हरियालीले आत्मालाई अँगाल्छ, ढोरपाटनले सिकाउँछ सौन्दर्य मौनतामा पनि बोल्छ। समय सँगसँगै जस्तै दिन रात, सूर्य उदाउनु अस्ताउनु, हिउँद वर्षा कुहिरोको मेल, आकाश र धरतीसँग बादल र घामको खेल, जस्तो जीवनको उतार चढाव, तर हरेक अँध्यारोपछि घाम अवश्य आउँछ। त्यस्तै किसान गोठालाहरूको लेख बेसी यस्तै रहेछ यहाँको चलन।
गाडी देखेपछि तर्सिँदो रहेछ। कहाँ पुग्ने हजुर? कहाँ पुग्ने हजुर? हामी धोर वहाँ लेखमा जाने बुकीमा। बुकी जाने यहाँबाट? कहिले पुग्नुहुन्छ? एक सातामा। एक सातामा पुग्नुहुन्छ? मेरो छोरा जस्तो लाग्यो। नमस्कार। छोरा जस्तो लाग्यो। धन्यवाद छ। छोरछोरी छैनन्? छैनन्? छैनन्। के खाएको सर मलाई आज हजुरलाई देखेर यति गर्नुभयो। हजुरलाई धन्यवाद छ। खै बुकीमा जाँदा पनि चिसो नलाग्यो। ल हस् 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 राम्रोसँग जानुहोस् है। म के भएको छु यत्रो सम्पत्ति फेर्ने मान्छेले माटेको पिर माटेको बुवाले फर्काएको। बुकी कहिले पुग्नुहुन्छ? एक सातापछि। एक सातापछि। अनि कति बस्नुहुन्छ? म 5 महिना। 5 महिना बस्नुहुन्छ? हिउँ परेपछि झर्ने पुसम्म। ए ल आज कहाँ बस्नुहुन्छ? आज त बुढोको जरामा बस्नु। ए ल बिस्तारै जानु होला। ल आफ्नो स्वास्थ्यको त्यही ख्याल राख्नुहोस्। हस् नमस्कार। तपाईँको नाम दिनुहोस् न। मेरो रविन्द्र खड्का। यसमा लेखिदिनुहोस्। होइन लेख्नु मार्दैन के यो नोट मार्दैन। मलाई बरान गएर मार्दैन। दिएका नोट सबैलाई यसमा लेख्नु हुँदैन नि। यस्तो पैसामा लेख्नु हुँदैन नि। केमा लेख्नुहुन्छ? ल मनमा राख्नुहोस् मेरो नाम रविन्द्र खड्का। मोबाइलमा लेख्नुहोस् है। हजुर मोबाइलमा। ल मोबाइलमा लेखिदिनुहोस् ल। लेखिदिनुहोस् त। हामी के दुखी मान्छे भए पनि धेरै धेरै तरिकाको मान्छे हो। एउटा कागजमा लेखेर देऊ त। कागज लेख्नु मोबाइलमा हानिदिनुहोस्। म तपाईँ कौन गाउँको हो त म चिन्छु कि म दुखी मान्छे हो। ल हेर्नुहोस् त नानी। ल म यहाँ लेखिदिनु लाउनु भएको छ। ल तपाईँलाई म फोन गर्छु पल्लो सगरको पल्लो तपाईँ मेरो मालिकलाई धेरै सहयोग गर्नुभएको छ। त्यहाँलाई फोन हानिदिनुहोस् भन्छु। यो फोन तपाईँलाई हान्छु म। यो पैसा तपाईँलाई फिर्ता दिएर नि सक्छु। होइन चाहिँदैन त्यो। तपाईँ खाजा खानुहोस् अनि राम्रोसँग बस्नुहोस्। जिन्दगीमा दुःख पाएर त भयो नि। यति खाजा तपाईँले पैसा म दिन सक्छु। बुकीमा आउनुभयो। ल यहाँ लेखिदिएको छ है। ल यो हजुरको यो फोन हान्छु है तपाईँले। ल हस् हस् नमस्कार। हस् नमस्कार। नौरकुसी यहाँ आएपछि एक किसिमको नसा लाग्छ हर कोहीलाई। कि त टोलाउँछ, कि त चिच्याउँछ, कि त रुन्छ, कि हाँस्दै गाउँदै दौडाउँदै हात फैलाउँदै नाच्छन्। यहाँ हावा यहाँ केवल चल्दैन। यहाँको हावाले स्पर्श गर्छ मनको गहिराईसम्म। घाँसे मैदानहरूमा पाइला चाल्दा जस्तो लाग्छ म कुनै सपनामा हिँडिरहेको छु। बुकीपाटन यात्रा नगरी ढोरपाटन घुम्नुको मात्र के अर्थ भन्ने भनाइ रहेछ यहाँ। तर विशेष कारणवश मेरो चाहिँ बुकी यात्रा अर्को पटकको लागि ऋण भयो। ल हेर
यो त कागज हो। ल ल ल ल चढ्यौ चढ्यौ चढ्यौ। ल भएन भएन भएन, यो त भएन। ल तिमीलाई रमाइलो लागिरहेछ, मलाई पनि रमाइलो लागिरहेछ। ल एकछिन चुप्पो लाएर बस त। कृपया मलाई प्रोत्साहन स्वरूप लाइक, कमेन्ट, सब्सक्राइब गर्न नबिर्सनुहोला।